जनताले प्रश्न गरेर गणतन्त्रमा प्रवेश गरेका हामी यहाँसम्म आइपुगेका छौँ। आज मान्छेहरू जसले हारे लडाइँमा, जसले सत्ता गुमाए, जसले स्वर्ग हाल्यो, जसले स्वर्गको आनन्दलाई भङ्ग गरेको महसुस गरेका छन्, ती तत्त्वहरूले विदेशीहरूको उपचारमा देशमा हराइएका जनताको बलद्वारा ठुलो भएका सामुदायिक तत्त्वहरूका बचेका तत्त्वहरूद्वारा षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा एउटा षड्यन्त्र चलिरहेको छ। हामी उठिरहेका छौँ, देखिरहेका छौँ। समुदायहरू हामी गणतन्त्रसम्म आएका छौँ। नेपाली जनताका चाहनाहरू पुरै सम्बोधन भएका छैनन्। हामीलाई राम्रो जानकारी छ, हामीलाई राम्रोसँग थाहा छ। तर हामीलाई यो पनि थाहा छ कि नेपाली जनताहरू गणतन्त्रसम्म गौरव गर्छन्। गणतन्त्रबाट पछि फर्किने होइन। केही मान्छेहरूले, केही तत्त्वहरूले अहिले फेरि गणतन्त्र उठाएर राजतन्त्रको वकालत गरिरहेका विशाल जनसभामा उपस्थित जनयुद्ध र नेपाली क्रान्तिका नायक तथा नेकपा माओवादी केन्द्रका आदरणीय अध्यक्ष कमरेड प्रचण्ड, जनआन्दोलनका नायक र पछिल्लो कम्युनिस्ट आन्दोलनका स्थापित व्यक्तित्व नेकपा एकीकृत समाजवादीका आदरणीय अध्यक्ष कमरेड माधव नेपाल, मधेस आन्दोलनको नेता समाजवादी मोर्चाका सदस्य कमरेड महेन्द्र राय यादव, चारवटै पार्टीका सचिवालयका सहयोगका कमरेडहरू, आदरणीय नेता कमरेडहरू, मञ्चमा आसीन नेता कमरेडहरू, आदरणीय शहीद परिवार, बेपत्ता योद्धाका परिवार, साहित्य कमरेडहरू, पत्रकार बन्धुहरू र प्रतिगामी षड्यन्त्रको विरुद्धमा चुनौती दिनको लागि यो काठमाडौँको खाली वातावरण मिलाउनु होला है। कुनै कसैले पनि शुद्ध व्यवहार नगर्नु होला। सबैलाई समेटेर गणतन्त्र घाँटी जय 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 गणेश। राजतन्त्र जिन्दाबाद। हाम्रो मान्छे, हाम्रो देश, हाम्रो जनता एक हौ। गणतन्त्र मुर्दाबाद। यो गाडी साथीहरू, तपाईँहरूलाई हृदयदेखि अत्यन्त आभार प्रकट गर्दछु र कसैलाई पनि दुर्व्यवहार नगर्नु होला। सबै हामी नेपाली आमाका सन्तान हौ। सबै हामी विश्वको शान्ति
लगाएका देशका मानव हौँ, किनभने ध्यान गरेको देशका मानव हौँ। त्यसैले हाम्रो सभ्यता, हाम्रो भव्यता र हाम्रो शान्तिले नै यिनीहरूलाई चुनौती दिनेछ र जनताको आँसुले यिनीहरूलाई खोलेर बनाउने छ र जनताको आँसु नै बेगोल भएर यिनीहरूलाई गाडी अगाडि बढाउँ साथी अलि अगाडि जनताको आँसुले बेगोल भएर यिनीहरूमाथि बढिनेछ र फेरि आँसुले यिनीहरूलाई पाएर भर्खर Thank you.